हेर्नुहोस् है साथीहरू अहिले माथिको पहाडे यस्तो चला यस्तो मजाको पाइयो बसी बसी टिप्ने पाएछ है भाइहरु भेटिएर नि कहाँबाट स्न्याप बनाएको पलक टिपेको है बुढीले टिपेको यो बुढीले टिपेको हो भाइ खाँदैछन् यो भाइले माथि हामीलाई दिँदैछन् रुखमा चढेर त्यो मजाले फलेर रहेछ हामीले खोज्दा खोज्दा नभेटेको यहाँ एक ठाउँमा चाहिँ अलिकति जे होस् रहेछ यसो बच्चाहरूलाई पनि लगिदिनु पर्यो भनेर है धेरै त छैन साथीहरू थोरै यसो बच्चाहरूलाई तपाईँहरू पनि आउनु होला यसो खान मन लागेपछि हामी यहाँ हेर्नुहोस् है कन्कोरसरी पुरा एक्लै आयो भने त पुरा डर लाग्छ है यो जङ्गलमा कोही नआउनु है फेरि त्यो तल रोडमा राख्नु त्यो टल्किरहेको छ त्यो रोड पुरा तल त्यो घङ्घोर जङ्गल चाहिँ चिप्ले लाग्छ कस्तो छ जङ्गल माथितिर पान्छ होला कि माथितिर साथीहरू हामी चाहिँ अब काफल टिपेर घरमा आइसक्यौँ है हामीले चाहिँ यति धेरै टिपेर ल्याएको काफल हातमा काँडा बिजाएर धेरै छ सानीलाई मनपर्छ कि पर्दैन खै हेर त कस्तो छ काफल कति छ सानी दुईटा जोइन भएको रहेछ म त 2-3 जना मात्रै खाएँ होला खट्टा छ कति मिठो कति धेरै टिपेर आएको कहाँ गएको टिप्न यो पाइलट डाँडामा पाइलट डाँडामा यो काफल पाइन्छ साथीहरू हजुरहरू पनि काठमाडौँ भक्तपुर हुनुहुन्छ भने जानु होला खान पाकिसकेछ है टाइम भइसकेछ अब 2-3 दिनमा पनि फेरि हुन्छ तिनीहरू हरियो हरियो भएको है ल बाई बाई